लु है हामी चाहिँ आज सानीमाकोमा बेलुका पखको खानकीमा लाग्यो। नेपालको मौलिक खानकी हो यो। खान मन लाग्यो भने आउनु होला, सबै मिलेर खाने। ढेँडो ढेँडो नेपालको आजभन्दा 100 वर्ष पहिलाका हाम्रा पिता पुर्खाहरूले एकदम खाने जिनिस नेपाली ढेँडो बनाएर हामी सबै परिवार सबै मिलेर। खोइ भान्जी यसले उहाँ ठुल्देतीकी छोरी ठुली भान्जी, यहाँ हामी ठुल्देतीका छोरा भान्जा, ठुला भान्जा, माइला भन्न पाइँदैन। यहाँ भाइ नरेश भाइ, यहाँ नरेश भाइको छोरो के अरे नानी, तेरो नाम निरज। छोरी खोइ छ छोरी निशा, उहाँ सानीमा, उहाँ बुहारी भाउजू, ए बुहारी बहिनी बुहारी, हेरी घिम्रेकी छोरी, हेरी सानीमाकी बुहारी गर्दा बुहारी पनि भन्छु बेला बेला, कोहीला बहिनी पनि भन्छु। अनि यहाँ सानीमा बुढी मान्छे धुन 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 के गर्दै हुनुहुन्छ। लु है ढेँडो खाने भने आउनु होला, सबैलाई निम्ता छ। चम्चीले खान्छु भन्दा पाइँदैन गर्दै थियो छोराले। ल ल ल म खाएँ